इन्द्रावती खोला बारी आयो ठुलो जलाउन माझी दाइ हेर न हेर अलकै उगारेर नदीको धारसँगै चलेको जीवन कथा हो यो। उही नदीका धारहरू फेरिएको कथा हो यो। यो त्यही सेरोफेरोका माझी आदिवासीको कथा हो। निरन्तर बगिरहने नदी जस्तै अनन्त र आदिम इतिहासका पाना हुन् माझीहरू। नदीका धार, गहिराई र बहाव बुझ्न सक्ने, पुर्खौली ज्ञानका धनी, अनगिन्ती यात्रुहरूलाई जमघार तार्दै बिना स्वार्थ गन्तव्यतर्फ तारिदिने नदी किनारका इतिहास हुन् माझी। हो, तिनै सुनकोशी र इन्द्रावतीको छाल र लयसँगै चल्ने गर्थ्यो माझी जनजीवन। माझी पहिचानको मूल खाबाका डोबहरू आज पनि तिनै नदी छेउछाउका टार र घाटहरूमा भेटिन्छ। कासकुसबाट जन्मेको माझी जाति पानीमा खेलेर जान्ने भएर खोला किनारमा अघिदेखि नै बसेको माझी जाति। यो जाँदै माझीहरू जति खोलाकै छेउमा मात्रै छ। गाउँ बस्ती र पहाडहरूमा सडक थिएन, पुल थिएन। दूर दराजका आफन्त र सम्बन्ध कायम राख्न, बर्खे भेलमा नदी वारपार गर्न, कैयौं पटकका जन्ती र मलामी तार्न हजारौं कोष टाढा जाने यात्रीहरूको सहारा र साथी थिए त केवल तिनै माझी र उनीहरूका काठका डुङ्गाहरू। त्यसैले त ती डुङ्गा र माझीहरूले धेरै कथाहरू सङ्गालेका छन्। सुन्दर संसारको खोजीमा घरबाट भाग्ने प्रेमी जोडीहरूको, सन्तानको भविष्य सुरक्षार्थ प्रयासरत आमाहरूको, डाँडा पारीको जुन घाम बनिसकेका बुढापाकाहरूको कथा। यी सबैको यात्रा र कथाका साक्षी यी माझी र डुङ्गाहरू आज आफै एउटा कथाको पात्रहरू हुन पुगेका छन्। पहिला पहिला त मान्छे धेरै धेरै चालु हुन्थ्यो यहाँतिर। अब हुलाकहरू बोक्ने यता इधर उधर तिनीहरूलाई सबै हामीले पार लगाउनु पर्थ्यो। काठमाडौँतिर पुर्याउनु पर्ने हुलाक तारिदिनु पर्थ्यो। अघिको जमाना भेडा टेङ्ग्रा भोटबारे यतैबाट ल्याउने जन्ती डुङ्गा भरिबाट तारेको थुप्रो तारेको। हामीले चाहिँ के भन्छ परेर जानेर एउटा के सिप लियो भनेदेखि चाहिँ डुङ्गा तार्ने, घाट चलाउने। अब कुनै टाइममा सरकार पनि आउने, बिरामीहरू पनि तार्नुपर्ने, यस्तो आउने जाने पुलिसहरू पनि तार्नुपर्ने। तारघाट चलाउने माझी वर्षको दुईचोटि जिल्लाबाट पैसा आउने, पैसा तारिदिनु पर्ने। कसैलाई नदी तार्नु केवल पेशा वा आर्थिक लाभको काम मात्र थिएन, यो त धर्म र सामाजिक भावनाको उपज थियो। माझी संस्कृतिको अभिन्न अंश थियो। रीतिरिवाज र श्रद्धाका साथ वहन गर्ने सामूहिक दायित्व थियो। पाहुनालाई खाना खुवाउनु जस्तै र आध्यात्मिक अनुष्ठान गर्नु जत्तिकै अर्थपूर्ण थियो। हो, डुङ्गाका चालले पानीको बहाव र धार छिचोल्दा निस्कने छालहरू आस्था र पवित्रताका पुञ्जहरू झैँ लाग्दथे, जुन लहरहरूले विश्वास, अस्तित्व र अपनत्वको भार बोकेका हुन्थे। हामीलाई तारिदेऊ न, पैसा छैन भनेर भन्यो भने उसै तारिदिनु पर्थ्यो। अब राम्रै लाग्थ्यो। धर्म कार्य काम भन्थ्यौँ हामी। अब उनीहरूलाई चाहिने कुरामा टाढो पुग्नु पर्नेलाई पार लगाइदिँदाखेरि हामीलाई नि खुसी, उनीहरूलाई पनि खुसी हुन्थ्यो। उहाँहरूले धन्यवाद दिँदै हिँड्नुहुन्थ्यो। हामीलाई गर्व धेरै धेरै लाग्थ्यो नि। त्यसै गरी माझीहरूले सदियौँदेखि नेपाललाई जोडिरहे, शब्द, नीति वा नक्साबाट होइन, डुङ्गाको चाल र प्रवाहबाट। उनीहरूले देशका विगत भूभागलाई काठका डुङ्गा र विशेष ज्ञान सिपले एकसाथ जोडे। उनीहरू तिनै सम्झनाका संवाहक र आवत जावतको पहिलो पुल थिए। अफसोच, उस्तौँदेखिको त्यो योगदानलाई राज्यले कहिल्यै मनन गरेन। कुनै स्मारकमा उनीहरूको नाम छैन। कुनै किसिमको पेन्सनले उनीहरूको श्रमलाई सम्मान गरेन। कुनै गीत सङ्गीतले उनीहरूको गाथा र श्रमको शब्द सिकाउँदैन। उनीहरूको संस्कृति जोगाउने कुनै नीति छैन। युवाका लागि कुनै छात्रवृत्ति छैन। उनीहरूको डुङ्गालाई सम्पदाको दर्जा छैन, छ त केवल अनिश्चितता र शून्यता। हाम्रो बाउबाजेहरूले
जुन खोला तारेर ढुङ्गामा तारेर सेवा गर्नुभएको थियो नि त्यो बापत चाहिँ अब हामीलाई सरकारले गरेको सम्मान चाहिँ छैन। सरकारले हेर्नुपर्ने हो, हेर्दैन। अब कति बेला हेर्नु, सकिसकेपछि के हेर्ला। पुल हालिदियो, मैले हेरेकै भन्छ। माझीलाई चाहिँ भए जति सबै लुटियो के, माझीको चाहिँ अस्तित्वै सबै हराइदियो। पुल नबनोस्, विकास नहोस् भन्न खोजेको होइन। पुल बनिसकेपछि सरकारले राज्यले हेर्नुपर्ने कर्तव्य हुन्थ्यो। राज्यले सरकारले नहेरिसकेपछि माझीहरूको पेसाहरू पनि लोप हुँदै गयो। अलिक दुःख त लाग्छ। सडक र पुल बन्नुभन्दा पहिलेदेखि देश र जनतालाई जोड्ने माझीहरू आज राज्यको इतिहासबाट हराएका छन्, सबैतिरबाट तिरस्कृत छन्। तर नदीले सम्झिरहन्छ, यद्यपि उसको गीत र गति अब उस्तै छैन। नदी पनि बदलिएको छ। ठुलो आउँथ्यो इन्द्रावती, वारिपारी गर्न सक्ने। यो बगर जम्मै इन्द्रावतीले खोलेको बगर हो। अहिले त के छ र त्यो एउटा भगालो आज दिन छैन नि। लाने बेलामा खोलाइ अब अन्त लगिदिन्छ पानी खान। कहिले काठमाडौँ भन्छ, कहिले के भन्छ, कहिले विद्युत बनाउन लाग्छ भन्छ। अब कता ड्याम बनाउँछ अरे भन्छ। कहाँको पानीले के ड्याम बन्छ। अब यसो गर्दा गर्दै लुटिँदैन। लुटिँदै गएपछि हाम्रो सम्बन्धै टुङ्ग्याइदिइहाल्छ नि, के भन्नु। इन्द्रावती एक समय गहिरो र शक्तिशाली थियो, अहिले थला परेको छ। स्रोतको दोहन र अनियन्त्रित निर्माणले बहाव बिगारेको छ। किनारमा माटो र प्लास्टिक थुप्रिएका छन्। नदीले त्यो फोहोर अब बगाउन सक्दैन। अब म 10 वर्ष हुँदाखेरि इन्द्रावती हेर्दाखेरि साह्रै राम्रो थियो कि खोलाहरू पनि सफा थियो। खोलाहरू एकनासले सल्ल बगेको हुन्थ्यो। अहिले जताततै मेसिन लगाएको छ, बालुवा उत्खनन गरेको छ। खोलाको त तहस नहसै भइसकेको छ। हामीभन्दा पनि आमा बाबाहरू चाहिँ अब त्यही खोलाकै पानी खानुहुन्थ्यो अरे होइन। अहिले चाहिँ हामीलाई चाहिँ अब त्यो खोलामा पौडी खेल्न पनि मन लाग्दैन कि त्यस्तो फोहोर चाहिँ छ। उहिले बथानका बथान पाइने माछाहरू अब मुस्किलले 2-4वटा झुल्किन्छन्। हिजो आज त जाल कि रित्तै कि च्यातिएको अवस्थामा फर्कन्छ। वारिपारी करेसर अब 15-20वटा करेसर छ। अनि त्यो भएको हुनाले त्यसले लुक्ने ठाउँ हुँदैन। त्यो माछाले यहाँ बस्ने ठाउँ नपाएर माछा सिद्ध्याएर छोड्यो। त्यसको फुलहरू सबै काठमाडौँ घर बन्न गए माछा जतिले अब पाइँदैन, के गर्ने होला। अब अहिले त जताततै अब मेसिन जोतिया छ। अनि खोलो एकरो लगाइदिन्छ, कहिले यता फर्काइन्छ, कहिले उता फर्काइन्छ। अनि माछा कहाँ पाउनु यहाँ। अनि माछै आउँदैन त्यति बिना। हो, माझीहरूका लागि नदी एक पवित्र क्षेत्र र शक्ति केन्द्र हो। नदीलाई सम्मान गर्नु नै सह अस्तित्वको सार हो। उहिले नदीको बहावसँगै संस्कारहरू रचिएका थिए। नदीको शक्ति र जीवन स्रोतलाई सम्मान र पूजा गरिन्थ्यो। माझीहरूले चाहिँ आफ्नो शक्तिको स्रोतको रूपमा चाहिँ आफ्नो देवपितृलाई लिन्छन्। देवपितृ खुसी पार्ने काम भनेको कहाँ हुन्छ त भन्दाखेरि हाम्रो माझीहरूको चाहिँ नदी नालासँग नै हुन्छ। माझी भाषामा भन्नुपर्दाखेरि हामी खोला पानी नदीलाई लदी भन्छौँ। हाम्रो सम्बन्ध भनेको लदीसँग एकदम निकट सम्बन्ध हुन्छ। कोशी भनेको चाहिँ हाम्रो मामा पनि हो। कोशीलाई हामी देउता पनि मान्छौँ। हरेक वर्ष त्यसैले हामी घाट पूजा पनि गर्छौँ। मामा र भान्जी भएको भएर जन्मदेखि भनौँ न खोला र माझीको चाहिँ आत्मीय सम्बन्धी छ। माझी र खोलाको सम्बन्ध चाहिँ एकदम आत्मीय छ। किनभनेदेखि माझी जातिको उत्पत्ति चाहिँ खोलाको किनारमै भएको भन्ने एउटा कथ्य छ। त्यस कारणले गर्दा चाहिँ माझी जातिको जन्मदेखि मृत्युसम्म चाहिँ हरेक संस्कार, संस्कृति, पूजाआजा सम्पूर्ण कुरा चाहिँ खोलामा निहित छ। आज ती संस्कारहरू टुक्रिँदै गएका छन् र बाँकी रहेका संस्कारलाई जोड्ने हातहरू कम हुँदै गएका छन्। तथाकथित आधुनिक सपनाहरू पछ्याउँदै युवाहरू काठमाडौँ, दुबई, कतार विदेशिए। उनीहरूले ढुङ्गा, पुर्खौली विरासत र सिप, हजुरआमाले गाएको गीत, पुर्खाले सुनाएका कथा छोडेर गए। पूजामा सुनिने आवाज, अन्न चढाउने हातहरू, नाच्ने समूहका संख्या घट्दै गएको दृश्यले युवाहरूको अनुपस्थिति र अभाव महसुस गराउँछ।
अहिले त अब युवाहरूको अवस्था नाजुक छ। जस्तो पुर्खाको परम्परागत चाहिँ हाम्रो सिपहरू चाहिँ लोप हुँदै गएको छ हैन। अनि सरकारले रोजगारीको व्यवस्थापन पनि गर्न नसकेपछि चाहिँ अब युवाहरूको अवस्था चाहिँ अलिक नाजुक नै छ र बेरोजगार चाहिँ धेरै देखिन्छ माझीहरूमा। हाम्रा पनि छोराहरू चाहिँ के भन्छ नातिहरू अब कोही दुबई गएछन्, कोही कतार गएछन् हैन। ठिक हो, अब यहाँ कमाइ छैन, यस्तै हो, दुःखले हो विदेश गएको। म पनि जाने प्रोसेसमा छु। मन त छ, अब लाग्छ गाउँमै केही गरौँ, आफ्नै देशमै केही गरौँ भन्ने लाग्छ। अब अवसर नै छैन त के गर्नु, त्यही भएर चाहिँ विदेश म पनि जाने नै हो। मेरो चाहिँ 6-7 महिनाभित्र म गइसक्छु। अब यहाँ रोजगार छैन। अब यहाँ अलिअलि एसएलसी भयो कि काठमाडौँ विदेश प्लान भइहाल्छन्। अब हामीले पनि यो कमाउने जमाउने बेलामा तिम्रो बस है भन्नु अलिकति अप्ठ्यारो छ। बाँकी छ त केवल बुढापाकाहरू, डुङ्गाहरू र अनगिन्ती सम्झना। यहाँ कुनै चीजको अन्त्य भइसकेको झैँ लाग्छ। तर नदीले परिवर्तनको कथा सुनाइरहेको छ, समय चक्रबारे बताइरहेको छ। त्यही चक्रले माझी र डुङ्गाहरूलाई छेउ लगाएको तथ्य उजागर गरिरहेको छ। र यसरी नदीले किनाराहरू मात्र होइन, पहिचान र पुर्खौली जरा, साइनो र सम्झनाहरूको क्षयीकरणलाई देखाइरहेको छ। यो एक जातिको मौन विस्थापन, एक पहिचानको सुस्त विघटन हो। यो विस्थापन र विघटनका लागि बुलडोजर चाहिँदैन, न त मन्त्रालयको छाप वा आदेशहरू नै, न त राज्यको छाप वा आदेशहरू नै। केवल सुस्त विघटन, बेवास्ता र मौनताको विषालु असर दिनानुदिन चर्किँदै जाने विडम्बना छ। तर अझै पनि थोरैले भए पनि नदीको कथा सुन्छन् र माझी संस्कृति अभ्यास गरिरहेका छन्। लदी पूजाको उज्यालोमा उनीहरू भेला हुन्छन्, मन्द स्वरमा गाउँछन्। ढल्किदो उमेर वा लाजले होइन, श्रद्धाको भावनाले उनीहरूको स्वर काप्छ। त्यो धुन र माधुर्यले अन्धकारलाई चिर्दछ। लोकप्रियताको लागि होइन, आस्थाका साथ त्यो स्वर गुन्जिने गर्छ। किनकि नदी पनि त यस्तो गाथा र गीतको हकदार हो। पितृ कार्यमा चाहिँ युवाहरूको अब त्यस्तो संलग्नता त छन त, तर त्यस्तो पहिला जुन बाबुबाजेले गर्नुहुन्थ्यो नि त्यो तरिकाले चाहिँ छैन। हाम्रो पहिला डुङ्गा पूजा गर्ने अनि आफ्नै भाषाको गीतहरू गाएर त्यो गर्थ्यो भने अहिले चाहिँ अब उफ्फर बजाउने अनि डान्स प्रोग्रामहरू हुन्छ। त्यो आता त मलाई मोबाइल छ नि त, नातिनीहरूको पालो अहिले त जन्ने पनि मोबाइल हेर्न थाल्छन् होइन। बच्चादेखि मोबाइल हेर्न थाल्छन्, अहिले त के गर्ने त नि। डुङ्गा चलाउने ज्ञान आउँदैन कसैलाई अबको मान्छेमा। डुङ्गै छैन, डुङ्गा अब बनाउन सिप छैन, त्यहाँ माथि सिपै सबै हराइसक्यो। अब मेरै घरमा अब छोराहरूले माछा मारेर लिएर खाँदैलान् भन्नु पर्दैन। जाल खेल्नै जानेको छैन छोराहरूले त, सब कुरा बिर्सिँदै गइसक्यो। सबै कुरा भने माझीको सब कुरा हराउँदै गइसक्यो कि अब दुःख लाग्छ। दुःख लागेर के गर्नु। धेरै युवाहरू बाहिर यसरी जाने क्रम बढ्दै गयो भने अब त्यो हाम्रो जुन संस्कार संस्कृति, जुन एउटा हाम्रो चाहिँ इतिहास छ, त्यो चाहिँ कसमा पुस्तान्तरण गर्ने त भन्ने कुरा चाहिँ एउटा जटिल समस्या चाहिँ देखा परेको छ। तर नदी बग्न छोडेपछि त्यो पुर्खौली ज्ञान रहिरहला? कसैले सुनेनन् भने यी कथाहरू रहिरहला? नदीले सम्झिरहला? हो, संस्कृति एकै क्षणमा हराउँदैन। यो बिस्तारै बिलाउँदै जान्छ, नदी किनार झैँ एक एक कण बग्दै। तर अन्तिम डुङ्गा चालक हराउनु अघि, डुङ्गा खियाउने विज्ञान बिर्सिनु अघि, संस्कारहरू कथा बन्नु अघि र कथाहरू मौनतामा हराउनु अघि हामीले सुन्नै पर्छ। म चाहिँ डुङ्गा चलाउँछु, नाति पनातिलाई म सिकाउँछु। हाम्रो पछि सन्ततिहरूले गर्छन् गर्दैनन् भन्न सकिँदैन। त्यो चाहिँ लदी र
छेउ नै बढी पूजालाई लौ सेवे जाना पुजारी लादिरा छेउ नै बढी पूजालाई लौ